मामा कुहिरो सुरुरु कुहिरो आयो। यस्तो ब्युटिफुल ठाउँ होइन। अब यसको त बयानै गर्न सकिँदैन कि होइन। यति ब्युटिफुल छ कि के भन्ने। अब नेपाल साँच्चीकै यति सुन्दर छ जहाँ हामी धेरै ठाउँ पुगेको हुँदैनौँ। त्यसमध्येको यो एउटा ठाउँ हो गोसाइँकुण्ड। र यति बेला चाहिँ हामी गोसाइँकुण्डभन्दा अलिकति माथितिर चाहिँ सूर्यकुण्डतिर लाग्दैछौँ। तल पर्न सुरु भइसकेको छ। त्यति राम्रो नदेखिन सक्छ, तर जति म तपाईँहरूलाई भिडियोमा क्याप्चर गरेर देखाउन सक्छु हेरिदिनु होला। धन्यवाद। गोसाइँकुण्ड जाने बाटामा छौँ। यति बेला चाहिँ विभिन्न फुलहरू फुलेका छन्। यो फुलहरूको सुगन्धले चाहिँ अक्सिजनको लेभल कम हुन्छ भन्ने कुराहरू पनि छ। अनि जस हामी चाहिँ राम्रोसँग अगाडि बढिरहेछौँ। यो जति पनि देखिएको क्षेत्र छ, यो नाङ्गो पाखा डाँडा खर्क जे भने पनि होइन, कसरी भन्दा बुझ्नुहुन्छ तपाईँहरू। देखिराख्नु भएको छ। यो चाहिँ लौरी विनायक भन्ने जग्गा हो। यो चाहिँ लास्ट उकालो अनि यो अन्तिम उकालो पनि हो गोसाइँकुण्ड जाने बाटोको। अनि सबैभन्दा गाह्रो हुने बाटो नै यही हो। अरू पनि बाटो त उकालो नै छ जाँदाखेरि होइन, तर सबभन्दा गाह्रो अलिकति भास्ट उकालो चाहिँ यहाँनिर छ। यहाँ पुगेपछि चाहिँ छुट्टै रमाइलो पनि हुन्छ। फेरि विभिन्न किसिमका फुलहरू फुलिरहेका हुन्छन्। एकदम कलर विभिन्न कलरको अनि सानो सानो फुलहरू फुलेको हुन्छ, तर एकदम क्युट राम्रो हुन्छ। अनि यो फुलहरू चाहिँ सबै जडीबुटी, यो धुप जडीबुटी भन्दा पनि धुपको लागि, धुपको प्रयोजनको लागि चाहिँ मान्छेहरूले यो एउटा सिजन हुन्छ, त्यो सिजनमा चाहिँ टिप्ने गर्दा रहेछन्। अनि यो पारिपट्टिको भएको यो चाहिँ पारिपट्टि एकदमै ठुलो झरना जस्तो छ त्यहाँ। त्यो चाहिँ गोसाइँकुण्डबाट आएको पानीको निकास हो। र यो तेर्सो देखिएको बाटो चाहिँ अब यहाँबाट तेर्सिने हो। अलिकति तेर्सो उकालो खालको बाटो छ। अनि यही बाटो भएर चाहिँ अगाडि हामी गोसाइँकुण्ड पुग्छौँ। यो झरना देखिराख्नु भएको छ तपाईँहरूले। यो झरना चाहिँ गोसाइँकुण्डबाट आएको निकास नै हो। एकदम टाढा छ त्यो, मैले जुम गरेर खिचिरहेको छु। अनि बादलहरू यस्तो राम्रो लागेको छ होइन। बादल लागिराख्ने अनि हट्ने, बादल लागिराख्ने अनि हट्ने, यस्तो राम्रो त्यो खालको क्या टाइमिङ। हामी चाहिँ एकदम राम्रो टाइममा पुगेको थियौँ। अनि यहाँ दुईजना भाइहरू पनि भेटियो कि त्यहाँ काम गर्दो रहेछ माथितिर। अनि त्यो भाइहरूसँग पनि गफ गर्दै गर्दै अगाडि बढ्यौँ। अनि यो भाइहरू यिनीहरू पुरा गफ लगाइरहेको थियो। हामी सँगै अनि गोसाइँकुण्डसम्म गयौँ। यस्तो राम्रो यति ठुल्ठुलो पहाडहरू छ अनि एकदम नाङ्गो पाखाहरू छ। यो भाइहरूले भन्दै थियो कि त्यो पारी देखिएको डाँडाहरू चाहिँ सबै उनीहरूले घुमिसकेको भन्दै थियो। अनि यो बाटो भएर आउने हो है। यो ठ्याक्क गोसाइँकुण्ड पुग्ने बेलामा देखिएको बाटो हो यो चाहिँ। अनि अब चाहिँ यो ठ्याक्क बिचमा पुग्यौँ हामी। त्यो पारीको डाँडाको बिचमा छ कुण्ड चाहिँ। यहाँ हामी एकछिन बिसाइसके पछाडि फेरि अलिकति ओह्रालो छ। अनि त्यो पारी त्यसै देखिएको। अनि पारी सानो सानो घरहरू जस्तो देखिएको छ। हो ठ्याक्कै त्यहीँनिर पुग्नुपर्छ। अनि त्यसको मुनिमा चाहिँ गोसाइँकुण्ड छ। त्योभन्दा अलिकति यता साइडमा देखिएको चाहिँ भैरवकुण्ड, नागकुण्ड पनि भन्दो रहेछ। अनि
त्यहाँ पनि त्यो फर्स्टमा देखिन्छ। अनि त्योभन्दा माथि भैरवकुण्ड, त्योभन्दा माथि अर्को 2टा कुण्डहरू छ। अनि त्यसको पछाडि फेरि सूर्यकुण्ड छ। सूर्यकुण्डबाट यस्तो फर्केर आउँदाखेरि चाहिँ फेरि अर्को साइडतिर 2टा कुण्ड छ कि त्यहाँनिर जम्मा जम्मी 1 2 4 5 6 7वटा कुण्ड त त्यही मात्रै छ। अनि त्यहाँबाट उतापट्टि गए पछाडि चाहिँ अझ 108वटा कुण्डहरू छन् आसपासमा भन्छ कि गोसाइकुण्डको आसपासमा चाहिँ 108वटा कुण्डहरू छ भन्छ नि त। अनि यो चाहिँ भैरवकुण्ड हो है, यो चाहिँ भैरवकुण्ड हो। फर्स्टमा देखिन्छ यो। त्यस पछाडि अनि यसको साइडमा चाहिँ यहाँ अलिकति माथिल्लो स्टेपमा गोसाइकुण्ड छ। अनि यो डाँडाभन्दा पछाडिको बाटो भएर पनि लाङटाङ उतातिर लाङटाङ होइन, लाङटाङ राष्ट्रिय निकुञ्ज होइन, अर्को के एउटा हिमाल त्यहाँ छ कि लाङटाङ हिमालय होला, लाङटाङ हिमालय हो कि के हो, त्यतातिर जानको लागि चाहिँ त्यो डाँडाभन्दा उतापट्टिको बाटोबाट भएर जान्छ भन्दै थियो कि भाइहरूले। यो चाहिँ गोसाइकुण्ड है। हामी पुग्दाखेरि चाहिँ एकदम खुलेको थियो अनि अलिअलि धुम्म थियो। एकछिन पछाडि चाहिँ एकदम राम्रो खुलेको थियो। यो गोसाइकुण्ड हो। अनि यसको मुनिको चाहिँ भैरवकुण्ड। अनि योभन्दा माथि 2टा कुण्डहरू छ। अनि त्यो 2टा कुण्डको पछाडिपट्टि चाहिँ सूर्यकुण्ड छ। त्यो माथि सबभन्दा लास्टको डाँडाको पछाडि चाहिँ सूर्यकुण्ड छ क्या। अनि यो माथिको बाटो जस्तो देखिहाल्छ, त्यो बाटो भएर जाने हुँदा सूर्यकुण्ड जाँदाखेरि चाहिँ एकदम स्पेसल भयो यसपटकको टुर, ट्राभल, ट्रेक जे भने पनि सर्ट एन्ड स्विट टाइपको एकदम रमाइलो भयो। एकदम इन्जोय गरेँ मैले चाहिँ। अनि यो मान्छेहरू फोटो खिच्नलाई पुरा झन्डा लिएर बसिरहेछ होइन, देखिराख्नु भएको छ। अनि त्यहाँ माथिको होटल भनेको चाहिँ त्यही हो, यहाँ अलिकति साइडमा देखियो त्यही होटल। अनि पारिपट्टिको डाँडातिर चाहिँ हिउँ अझै पक्लिसकेको रहेनछ क्या। अनि त्यो पारितिरको डाँडातिर चाहिँ सबै घुमिसकेको भन्दै थियो त्यो भाइहरूले चाहिँ। उनीहरूले त्यो जडीबुटी धुपको जडीबुटी खोज्नलाई पनि जाँदो रहेछ। अनि उनीहरूको कामहरू पनि परिरहँदो रहेछ कि उतातिर जानलाई। म चाहिँ यहाँ भिडियो बनाउँदैछु। गोसाइकुण्डको आधी भाग निस्किन्छ, अलिक माथिबाट चाहिँ फुल आउँछ फेरि गोसाइकुण्डको सबै देखिन्छ। अनि जे होस् रमाइलो भयो, धेरै रमाइलो भयो। योभन्दा अगाडि चाहिँ एकदम हतारमा गएर आएको थियौँ हामी। अनि सूर्यकुण्ड पनि जान पाएको थिएन नि त। सूर्यकुण्ड पनि यसपटक चाहिँ घुमेर आइयो। अनि जाँदाखेरि अलिअलि अप्ठ्यारो हुन्छ, उकालो बाटो छ। अनि पुगिसके पछाडि एकदम शान्त आनन्द हुन्छ त्यो त्यहाँको दृश्यहरू देख्न पाउँदा। यहाँनिर एकदम हरियो खालको झरना छ कि, झरना छोटो छ। मैले नजिकबाट खिचेको छु। यहाँ चाहिँ हेर्नु होला, यस्तो ढुङ्गा कति ठुल्ठुलो छ। अनि यो झरनामा पनि फोटो खिचेको छु मैले। पुरानो एउटा फोटो थियो मसँग यहाँ खिचेको, पहिला खिचेको पनि। तर अहिले चाहिँ क्लियर गरेर खिचेको छ। भिडियो बनाएँ मैले एकदम ह्याप्पी हुँदै। एकदमै रमाइलो छ यो ठाउँ, सोचेभन्दा पनि रमाइलो छ। जस प्रकृति प्रेमीहरूलाई चाहिँ एकदमै बेस्ट नै हुन्छ है यो ठाउँ जानलाई पनि। धेरै टाढा पनि छैन, काठमाडौँबाट धुन्चे 97 किलोमिटर आफ्नै सवारी साधनमा जान सकिन्छ भने त्यस पछाडि चाहिँ पैदल यात्रा सुरु हुन्छ। पैदल यात्रा पनि त्यस्तो गाह्रो छैन। अहिले त धेरै ठाउँहरूमा खाना बस्नुको लागि पनि व्यवस्था राम्रो रहेछ। जस्ट जाँदा हुन्छ। टाइमिङ यो पनि हो। अनि अब जनै पूर्णिमाको टाइममा र दशहराको टाइममा 2 पटक मेला चाहिँ लाग्छ। अनि यहाँको एउटा भगवान् शिवजीको एउटा स्टोरी पनि रहेछ कि दानवहरू र देवताहरू चाहिँ समुद्र मन्थन गर्दाखेरि त्यहाँ समुद्र मन्थनबाट निस्किएको कालकुट नामको विष चाहिँ भगवान् शिवजीले आफ्नो यो कण्ठमा लिएर चाहिँ उहाँले ब्रह्माण्डलाई जोगाउनको लागि आफ्नो घाँटीमा सेवन गरेर त्यहाँ जम्मा गरेर त्यो विषले पोलेर उहाँ चाहिँ हिमालयबाट आएर त्रिशूलले त्यहाँ आन्दाखेरि पानी आएको। अनि त्यो पानीमा चाहिँ उहाँले शीतल लिएको भन्ने पौराणिक ऐतिहासिक किंवदन्ती पनि छ। अनि खास गरेर यहाँ चाहिँ हिन्दू र बौद्ध धर्मावलम्बीहरूले चाहिँ पूजाहरू गर्ने, त्यहाँ गएर विभिन्न आफ्नो त्यो हुन्छ नि कर्महरू गर्नुहुन्छ। बेस्ट छ, छोटो मिठो
ट्रेक जानुहुन्छ भनेदेखि चाहिँ गोसाइँकुण्ड तपाईँ हाम्रो लागि चाहिँ बेस्ट नै लाग्छ मलाई चाहिँ। झन्डै 3 दिनमा चाहिँ पुगेर आइपुग्न सकिन्छ काठमाडौँबाट चाहिँ। भिडियोको अन्तिम चरणतिर आइपुगेको छु म। अनि तपाईँहरूलाई कस्तो लाग्यो भिडियो हेरेर कमेन्ट पनि लेख्नुहोला। अनि तपाईँहरू ट्रेक जाँदै हुनुहुन्छ भने अबको तपाईँको दोस्रो योजना कहाँको छ र कसरी जाने विचार गर्दै हुनुहुन्छ प्लिज सेयर गर्नुहोला है त। धन्यवाद सबैजनालाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। यहाँहरूको दिन शुभ रहोस्, साथ दिनुहोला, सपोर्ट गर्नुहोला। यही अपेक्षासँगै म पनि बिदा हुन्छु। धन्यवाद, बाई बाई।